त्यसपछि स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ लगायत अन्य कलाकारहरूको दुरुस्ती आवाज निकाल्ने भाइ जसले कलाकारहरूको मात्र होइन चर्चित नेताहरूको समेत दुरुस्ती आवाज प्रस्तुत गर्ने गर्छन्। आज उनी भाइले निकालेको यो विभिन्न खालको आवाज र उनको प्रतिभा तपर्माझ प्रस्तुत गर्ने जमर्को गरिरहेका छौँ। म हरिबहादुर चिन्नुभयो? सबैजनालाई नमस्कार छ है। कस्तो लाग्यो? सायद जीवनमा कहिले थप्पड खाएकी थिइनु होला। यो मायाको नाटक यस क्याम्पसमा मात्र चल्छ, मेरो घरमा होइन। त्यसका बाजे अहिले लाट्टाले दिएर बारका बाटामा पुऱ्याइन्छु। त्यसका बाजे एक मानेमा के छ, दुई मानेमा दही छ, 2 दिन घरमा नआएको त बुढी पहिला गइ छ, ए चाहिने चाहिँ फुल्टिन। दर्शक नमस्कार, सम्पूर्णलाई हार्दिक स्वागत छ। म भेगराज थापा। यति बेला हामी स्याङ्जा जिल्लामा छौँ। दर्शक स्याङ्जाको पुतली बजारबाट आज तपाईँमाझ एउटा त्यस्तो भाइको प्रतिभा प्रस्तुत गर्दछौँ जुन भाइले विभिन्न खालका कलाकार र नेताहरूको आवाज दुरुस्तै निकाल्ने गर्छन्। आज उनी भाइले प्रस्तुत गरेको यो विभिन्न खालको आवाज र उनको यो मिठो प्रतिभा तपाईँमाझ प्रस्तुत गर्दैछौँ। आई लभ यु भन्नु न प्लिज, आई लभ यु भन्नु न प्लिज। तिमीले आई लभ यु भन्नुपर्छ। हेर, तिमीले आई लभ यु भनिनौ भने म तिमीसँग बिहे गर्नेवाला छैन। आमाले बिहे गर भन्नुहुन्छ। हेरे, राम्री नै छौ, तर तिमीसँग म बिहे गर्नेवाला छैन। नेकपा एमाले 84मा बहुमत ल्याएर छाड्छ। एक्लै बहुमत ल्याएर छाड्छ। तपाईँहरू देख्नुहोस्, नेकपा एमाले त्यस्तो रणनीति बनाएको छ। हावा कुरा गर्नुपर्छ तपाईँ यार। नेकपा प्राइम मिनिस्टर जस्तो बाछो भएर यार। अब तेलका कुखुरा कहाँ खराबी छ भला यार। हुने चारी कुरा गर्नुपर्छ। नेकपा एमाले भनेको त 2007 सालदेखिको पार्टी हो भन्दाखेरि नेपाली काङ्ग्रेस भनेको त पालामा बहुमत ल्याएको पार्टी हो भन्दाखेरि बहुमत ल्याएको मान्छे हो भन्दाखेरि घुम्दै आएको स्याङ्जाको डाँडैमा, स्याङ्जाको डाँडैमा मायालुको सरररा झझलको आँखैमा शिरमा रिबन सालको पछ्यौरी। दर्शक यसरी विभिन्न खालका कलाकार तथा नेताहरूको दुरुस्ती आवाज निकाल्दै र गीत गाउँदै आइरहेका यी भाइले तपाईँ के भन्न चाहनुहुन्छ? आफ्नो मनको प्रतिक्रिया कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनु होला भन्दै उनी भाइको हौसलाको लागि यो भिडियोलाई धेरैभन्दा धेरै लाइक अनि सेयर गरेर हरेक नेपालीको हातमा पुर्याइदिनु होला। आउनुहोस्, उनी भाइसँग गरिएको यो छोटो मिठो कुरा कहानी र उनको यो मिठो प्रतिभातिर लागौ। ए ड्याम्न बिटी, तँ ड्याम्नु कोटा मरिराखेको छस् नागा। तँ ड्याम्नाले त आज भोलि त मलाई त बिर्सिस् नि त होइन? तँ ड्याम्नाले यसै गरी बिर्सिनी हो भनेदेखि हेर, तेरो रक्षालाई फेरि सुरक्षित नहोला। नरो नारायण पाण्डे शास्त्री शर्मा बुझिस् नि कुरो। अब मैले यो कलाकार बन्नु चाहिँ मेरो यो भित्री मनको इच्छाको कुरा भयो होइन। जस्तै मैले यो औपचारिक रूपमा मैले यो यसमा यो प्यासन मेरो हो भनेर चाहिँ मैले सुन्ताले कता गएछ आज? बिहान भएर डुल्याछु कहाँ गएछ त? काजी साहब कहाँ गएछ क्या? त बल्छी धुरुवा कहाँ गएर बल्छी धुरुवालाई लिएर काजी साहब कहाँ जानु पर्यो? काजी साहबले घेर्नु आज त्यो सुन्ताले त्यसलाई गएछ क्या? म जानु पर्यो। सुन्दुली गाडी लेस्का बाडी सेता बम कान्छी सेता बम। भाइ नमस्ते। नमस्ते सर। शुभ नाम? मेरो शुभ नाम प्रमोद काफ्ले हो। प्रमोद काफ्ले। हजुर। अनि घरमा को हुनुहुन्छ तपाईँहरू? हामी चाहिँ घरमा 5 जना छौँ। 5 जना छौँ। मेरो दिदी हुनुहुन्छ, मेरो दाई हुनुहुन्छ, अनि म भएँ। जस्तो अब भाउजू त पछि जोडिनु भएको हो। अब पहिलाको त्यो सङ्ख्या गर्दाखेरि चाहिँ हामी अब बाबा मम्मी अनि दाई दिदी म गरेर चाहिँ हामी 5 जना छौँ। भनेपछि भाउजू पछि जोडिनु भयो? हजुर हजुर। आमा पनि त पछि जोडिनु भयो लागेर। हजुर हजुर, त्यो पनि हो। त्यो अब भाउजूलाई नि अब त्यो गर्ने हो भने चाहिँ 6 जना भाउजूले गर्नु पर्यो। हजुर हजुर होइन त? हजुर। अनि उमेर कति पुग्नु भयो? म उमेरले अहिले भन्नुपर्दा म 22मा रनिङ छु। अब यो मङ्सिरको 4 गते चाहिँ म 23 वर्षमा प्रवेश गर्नेछु। भने पढ्दै हुनुहुन्छ अहिले? हजुर, पढ्दैछु। कति पढ्नुहुन्छ? के पढ्नुहुन्छ? अहिले म व्यवस्थापन संकाय लिएर चाहिँ म यो के अरे ब्याचलर 3rd इयर पढ्दैछु। ए भनेपछि कहाँ पढ्नुहुन्छ नि? म चाहिँ वहाँ पोखराको जेएमसी कलेज जनप्रिय मल्टिपल क्याम्पसमा छ। स्याङ्जाको मान्छे पोखरा जानुहुन्छ? हजुर हजुर।
किन स्याङ्जामा पढाइ छैन? स्याङ्जामा पढाइ छ नभएको होइन, तर सेवा सुविधा अपर्च्युनिटीको हिसाबले चाहिँ अब स्याङ्जामा भन्दा बढी पोखरामा छ नि त। त्यो भएको भएर चाहिँ म पोखरा गएको। अब तपाईँले धेरै प्रकारको क्यारिकेचर गर्नुहुन्छ अरे, तपाईँले क्यारिकेचर चाहिँ के गर्नुहुन्छ, कसको गर्नुहुन्छ? मैले चाहिँ ठ्याक्कै मैले मिलाउनु 100% मिलाउँछु जस्तो लाग्ने चाहिँ म चाहिँ हरिबहादुर जुन चाहिँ हाम्रो आदरणीय अग्रज कलाकार हरिवंश आचार्यजी हुनुहुन्छ उहाँको चाहिँ मैले मिलाउँछु कि जस्तो लाग्छ। अरूबाट त्यो आउँछ त्यो भनेको भएर हरिबहादुरको, अनि त्यसपछि चाहिँ केपी ओली, शेरबहादुर देउबा, प्रचण्ड, अनि हाम्रो आदरणीय अग्रज कलाकार अभिनेता भनौँ दिलीप रायमाझीको, दिलीप रायमाझीपछिको स्वर्गीय श्रीकृष्ण श्रेष्ठको भनौँ आदि इत्यादि यिनै कलाकारहरूको, माग्ने बुढा, धुर्मुस भनौँ न, अनि पाँडे, यस्तै यस्तै अब जयन्ते भनौँ, यो सक्कीगोनीका कलाकारहरू यस्तै यस्तै खालका। कतिवटा जति गर्नुहुन्छ? मैले अनुमानितको हिसाबले चाहिँ भन्नुपर्दा ठ्याक्कै मिलाउने चाहिँ मैले हुबहु भन्ने हुन्छ नि त, त्यो हुबहु मिलाउने भनेको चाहिँ 5-10 जनाको मिलाउँला होइन, मलाई मेरो अनुमानित हिसाबले। तर चाहिँ 25-30 जनाको जति चाहिँ मैले अलिअलि चाहिँ मिलाउँछु कि जस्तो चाहिँ लाग्छ है। भनेपछि अब दर्शकले पनि पक्कै पनि एनालाइज गर्नुहुन्छ हजुर होइन, कतिको मिल्यो कतिको मिलेन, कतिको राम्रो छ नराम्रो छ, अब त्यो कमेन्ट पनि गर्नुहुन्छ, सल्लाह सुझाव पनि दिनु होला। अब हामी सुरुवातमा के गर्छौँ, तपाईँको गीत सुन्छौँ कि क्यारिकेचर सुन्छौँ? म पहिला गीत गाउँछु। गीतहरू कस्तो कस्तो गीतहरू गाउनुहुन्छ? गीत चाहिँ मैले यो लोक भाकाको गीत चाहिँ अब मैले सुरुवात पनि त्यहीँबाट गरेको हो। लोक भाकाको गीत गाउँछु अनि अलिअलि आधुनिक पनि प्र्याक्टिस गर्छु कहिलेकाहीँ। भनौँ अब लोकमा चाहिँ मलाई मनपर्ने भनेको राजु परियारको, अब रामजी खाँडको, अब त्यसै कुलेन्द्र विश्वकर्माको, हजुर अब तिनैको मैले प्रयास गर्छु होइन। बेला बेलामा अब यो मनोरञ्जनको हिसाबले अब आफूले मोबाइलमा रेकर्ड गर्ने सुन्ने गर्छु, त्यो गुनगुनाउँछु। अब यो दसैँ नजिकिँदै गर्दाखेरि म चाहिँ दसैँको गीत अहिले गाउन चाहेँ। ल हस्, एउटा सुनाइदिनुहोस् न। मखमली गुरदौली फुल फुल्छन् पाखैभरि, लिङ्गे पिङ र चर्खे पिङा घुम्छन् आँखैभरि, गावै रमाइलो देशै रमाइलो, दसैँ आउँदा मनमा पिर भए नि यसै रमाइलो। धन्यवाद। आवाज त मिठो रहेछ हजुर है। अब तपाईँ यसरी यति मिठो गीत पनि गाउनुहुन्छ, हजुर कसले सिकायो, कहिलेदेखि सिक्नुभयो यसरी गीत गाउनु? मैले अलिअलि गुनगुनाउनु त म सानैदेखि गुनगुनाउँथेँ होइन। म भनौँ अब प्रावि तहमा हुँदाखेरि म चाहिँ गुनगुनाउने गर्थेँ, अनि अरू साथीहरूले पनि भन्ने गर्नुहुन्थ्यो ल ठिकै छ, यतिको प्रतिभा छ, राम्रो छ, अझै गर्दै जाऊ भन्ने कुराहरू गर्नुहुन्थ्यो। अनि त्यसपछि जब मैले एसी दिइसकेपछि म यहाँ घरमा आएँ, 2-4 महिना बसेँ घरमा। अनि मलाई यो डाँडापाखा यो हाम्रो यो स्याङ्जाको वनजङ्गलमै गीत गुन्जिन्छ भन्ने गर्छन् होइन। त्यसले गर्दा पनि मलाई यो स्वतः यो गीत गुनगुनाउन मन लाग्यो। अब घाँस काट्न जाँदा यताउति जाँदा चाहिँ मलाई एकदम यो लोक भाका गुनगुनाउनु मन लाग्यो। अनि त्यहाँबाट मैले प्र्याक्टिस गरेँ, दिनदिनै प्र्याक्टिस गरेँ, गाउँदै गएपछि ओहो अलि मिल्यो कि जस्तो पनि भयो, त्यो महसुस भयो मलाई। त्यसपछि मैले 2 महिना जति सङ्गीत पनि सिकेको पोखरामा। हजुर पोखरामा सिक्नु? हजुर हजुर। हुन्छ, अब तपाईँको गीत पनि सुन्यौँ, हजुर अब क्यारिकेचर पनि सुनौँ, हजुर 2-4वटाको क्यारिकेचर सुनौँ अहिले, हजुर फेरि कुराकानी गरौँ ल, फेरि सुनौँ ल। हजुर हस् हुन्छ ल। त्यसो भए अब क्यारिकेचर सुनौँ, कसो सुनाउनुहुन्छ पहिला? सुरुमा म आदरणीय अग्रज कलाकार हरिवंश आचार्यजीलाई म नमस्कार गर्दै उहाँसम्म यो क्यारिकेचर पुगोस् भन्दै म चाहिँ उहाँको सम्मानमा चाहिँ म क्यारिकेचर गर्न चाहेँ। हस्। अब म हरिबहादुर चिन्नुभयो, सबैजनालाई नमस्कार छ है। मलाई चाहिँ सबैजनाले माया गरिदिनु होला। आज चाहिँ बेग मिडियाबाट हाम्रो दाइ आउनुभएको छ, मलाई चाहिँ यो अपर्च्युनिटी दिनुभएको छ, म चाहिँ धेरै धेरै आभारी छु। त्यसो गरे कसो होला, मलाई चाहिँ धेरै मान्छेसँग पुर्याइदिनु होला है। जस आवाज ठ्याक्कै निक्लिँदो रहेछ। यो आवाज चाहिँ कसरी निक्लिन्छ, के गर्नुपर्छ यो आवाज निक्लिन्छ? आफूले पनि त्यो प्र्याक्टिस गर्दै गर्दै कसरी निस्किन्छ त, कुन स्वरले निस्किन्छ त भनेर, जस्तो अब यस्तै जस्तै भनौँ न, यसरी नै निकाल्न चाहिँ प्र्याक्टिस गर्दै गर्दै मैले निकालेको। ल हुन्छ, त्यसो भए फेरि एउटा अर्को कलाकार हजुर हाम्रो केदार घिमिरे हजुर है, माग्ने बुढा भनेर धेरैले चिन्नुहुन्छ, उहाँको एउटा क्यारिकेचर सुने। उहाँको सम्मान गर्दै केदार घिमिरेजीको सम्मान गर्दै म उहाँको क्यारिकेचर गर्न चाहन्छु। जस्तो हुन्छ त्यस्तै माफ गरिदिनु होला मिलेन भने होइन। त्यसका बाजे
अहिले लाट्टाले दिएर बारीका बाटोमा पुऱ्याइन्छु त्यसका बाजे 1 महिनामा के छ 2 महिनामा दै छ 2 दिन घरमा नआएको त बुढी पहिला गइ छ ए चाइनिज फुल्टिन म त घरमा आएको बुढी रहन्छ झन्नै गुल्टिन त्यसका बाजे हल्का रमाइलो। प्रयास गरेपछि असम्भव भन्ने केही छैन, सम्भव जे पनि हुन्छ। भाइको यो कलालाई हामी सम्मान गर्छौँ। अब निरन्तर तपाईँले जुन जुन आउँछ सबैको सुनाइदिनु पर्यो हुन्छ है। सर। म चाहिँ आदरणीय अग्रज अभिनेता भनौँ दिलीप रायमाझी, उहाँको म फिल्मी डायलग एउटा सुनाउन चाहेँ। आई लभ यु भन्नु न प्लिज, आई लभ यु भन्नु न प्लिज, तिमीले आई लभ यु भन्नुपर्छ। हेर तिमीले आई लभ यु भनिनौ भने म तिमीसँग बिहे गर्नेवाला छैन। आमाले बिहे गर भन्नुहुन्छ। हेरे राम्री नै छौ तर तिमीसँग म बिहे गर्नेवाला छैन। हो बिहे अझ हेर न बिहे गर्छु भनेर होला पोइन्ट लाएर कि तिमीले पोइन्ट त के कटुनी लाए पनि म तिमीसँग बिहे गर्नेवाला छैन। हजुर यति नै दिलीप रायमाझीको। दिलीप रायमाझी। हजुर। अब अर्को चाहिँ भन्नुपर्दा हाम्रो आदरणीय स्वर्गीय श्रीकृष्ण श्रेष्ठ होइन, उहाँको सम्मान गर्दै म उहाँको क्यारिकेचर गर्न चाहेँ। कस्तो लाग्यो, सायद जीवनमा कहिले थप्पड खाएकी थिइनौ होला। यो मायाको नाटक यस क्याम्पसमा मात्र चल्छ, मेरो घरमा होइन। आइन्दा मेरो दाइ र भाइको अगाडि यो नाटक गर्ने कोसिस गयो भने म तिमी नारी हौ भन्ने कुरा पनि बिर्सिदिन्छु। हजुर यति नै। प्रयास जारी छ। हजुर। अब अरू कलाकारहरूको अलि तपाईँले ठ्याक्कै त मलाई चाहिँ यो वर्तमान प्राइम मिनिस्टर केपी ओलीको। हजुर। उहाँको सम्मानमा त खान लोकचार खान थाले पाथिचार भन्ने त उखानै छ, तर खान नजान्नेले पचाउन पनि जान्दैन। त नेकपा एमाले 84मा बहुमत ल्याएर छाड्छ, एक्लै बहुमत ल्याएर छाड्छ। तपाईँहरू देख्नुहोस् नेकपा एमाले त्यस्तो रणनीति बनाएको छ। कसैले बनाउन सक्छ? पृथ्वीदेखि मङ्गल ग्रहसम्मको झोलुङ्गे पुल हालिदिउँला होइन, हामीले रेल ल्याइदिउँला, गाउँमा तेलका कुवा खनिदिउँला भनेर हामीले नभनेको होइन, भनेको हो। तर के गर्ने, तर सोचेअनुसारको भएन। तर नेकपा एमाले गरेको हो। यो बुढाबुढीहरूलाई वृद्ध भत्ता दिने काम कसले गरेको? नेकपा एमाले। 2 पल्ट किडनी फेरेको प्रधानमन्त्री नेपालमा बाहेक अरू कहीँ छैन। यसैबाट थाहा भइहाल्छ नि। तपाईँ अन्त कुरा नगर्नुहोस् न। यो नेपालको यो प्रधानमन्त्री यो केपी ओली भनेको 2 पल्ट किडनी फेरेको प्रधानमन्त्री अरू कुनै देशमा छैन। हस् त, धन्यवाद। 84मा नेकपा एमाले बहुमत ल्याउँछ। हजुर। अब भन्नु त भन्नुहुन्छ, अब हेर्दै जाऊँ अब उहाँको के हुन्छ। अब हेर्दै अब हामीले नेपाली जनताहरूले आश गर्ने हो, आश गरौँ। अब भर पनि अब उहाँकै पर्नु छ। अब के गर्ने, देश चलाउने। अर्को नेता हाम्रो नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देवाको। हावा कुरा गर्नुपर्छ तपाईँ यार। नेकपा प्राइम मिनिस्टर जस्तो बाछो भने यार अब तेलका कुखुरा कहाँ खराबिन्छ मलाई यार। हुने चाहिँ 4 कुरा गर्नुपर्छ। नेकपा एमाले भनेको त 2007 सालदेखिको पार्टी हो मलाई। नेपाली काङ्ग्रेस भनेको त पालामा बहुमत ल्याएको पार्टी हो मलाई, बहुमत ल्याएको मान्छे होइन मलाई। नेपाली जनताले चाहे जस्तो भन्ने के हुनुपर्छ यहाँ? के बनेको छ? बाटो बनेको छ, पुल बनेको छ, ठाउँ ठाउँमा विकासका योजनाहरू भएका छन्। तपाईँहरू हावा कुरा नगर्नुहोस् न। नेपालमा अक्सफोर्ड विद्यालय कहाँबाट ल्याउने तपाईँले भने जस्तो चाहे जस्तो हुनुपर्छ भने के छ? भने अस्ति एकजना दिवाकर मिडियाका साथी पत्रकारले चाहिँ पोषण गर्नलाई हाम्रो शेरबहादुर देवा भागेको भिडियो निकै भाइरल छ। त्यो विषयमा केही भनिदिनु न शेरबहादुर देवालाई। होला त्यो अलिकति मैले त्यो नहेरेको विषय भएको कारणले गर्दा मलाई के बोल्नु भन्न चाहन्छु। धन्यवाद।